म दुखीलाई पनि के खानुपर्ने। हाई एभ्रिवान, नमस्ते सेवाहरू सबैजनालाई। अनि म चाहिँ सन्चै छु। आयो हजुर पनि सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथमा तपाईँहरूमा चाहिँ एउटा फेरि नयाँ भिडियो ल्याइसकेको छु। सो साथीहरू, मैले चाहिँ यो अघि नै उसिनेको आलुलाई चाहिँ यसरी बट्टाबट चाहिँ नङ्ग्याउनु पर्ने हुन्छ र नङ्ग्याउँदैछु। सो साथीहरू, मैले नङ्गाइ पनि सके पनि सके साथीहरू। अब चाहिँ यसलाई म कोरामा चाहिँ कर पारेर चाहिँ मसिनो पारेर चाहिँ कोर्नु पर्ने हुन्छ र यसरी बट्टाबट मैले चाहिँ कोर्दैछु साथीहरू। अनि कोरेर सकेँ। अनि हेर्न सक्नुहुन्छ यतिको भइसकेको छ। अब चाहिँ म चामलको पिठो अनि आँटाको पिठोलाई चाहिँ मिक्स गर्छु, साथमा नुन अनि गरम मसला अनि हर्दी अनि नुन होइन, रातो मिर्ची, प्याजको पत्ता, हरियो खोर्सानी चाहिँ मैले यसरी हालेँ। त्यसपछि चाहिँ मैले यसलाई चाहिँ मच पारेर चाहिँ मुस्नु पर्ने हुन्छ साथै। यसरी म चाहिँ मचक गरेर मुसिरहेको छु होइन। हेर्दै खाउँ मिठो न मिठो बास्ना आइसकेको छ है साथीहरू। अब चाहिँ म यसलाई फटाफटी डल्लो बनाउनु पर्ने हुन्छ होइन। म चाहिँ यसरी डल्लो फटाफटी बनाउँछु साथीहरू। अनि यसरी नै तपाईँहरूले पनि घरमा आफ्नो नानी बाबुहरूलाई बनाएर दिन सक्नुहुनेछ। एकदम घरको अर्ग्यानिक र हेल्दी खानामा पर्छ है साथीहरू। यसरी चाहिँ मैले डल्लो पनि बनाइसकेँ साथीहरू। अनि अब चाहिँ मैले पेनलाई चाहिँ बसाउनु पर्ने हुन्छ है साथीहरू। मैले बसाइ पनि सकेँ, बसाएर तेल पनि लगाएँ। आगो गर्न नबालेको थिएँ, तेल पनि तातिसक्यो। अब चाहिँ म त्यसमा तेलमा लगाउनु पर्ने हुन्छ। यसरी बट्टाबट्टीबाट लगाइसक्यो। अनि साथीहरू हेर्न सक्नुहुन्छ, वाउ यतिको भइसकेको छ होइन। हेर्दै खाउँ जस्तो। अनि यसलाई चाहिँ मैले प्लेटमा लगाएर ल्याइसकेको छु साथीहरू। अब चाहिँ म यसलाई खान्छु है। हजुर गर्नुहोला। बनेको पकौडा होइन, उसी भयो। एकदम छ यो कतामा र घरको अनि तिम्रो सँग